यदि हजुरहरू आफ्नो प्लान्टलाई एकदम राम्रो ग्रोथ गर्न चाहनुहुन्छ भने यो फर्टिलाइजरहरू चाहिँ युज गर्नुहोला। एनपीके यो चाहिँ एउटा ब्यालेन्स फर्टिलाइजर हो जसले प्लान्टको पातहरू ग्रो गर्नमा र रुटको स्ट्रेन्थ बढाउनमा मद्दत गर्छ र यति मात्र नभएर यसले चाहिँ ओभरअल प्लान्ट हेल्थमा नै सपोर्ट गर्छ। नेक्स्टमा छ कम्पोस्ट र भर्मी कम्पोस्ट, स्पेशली आउटडोर प्लान्ट्सको लागि। यसमा चाहिँ एकदमै धेरै न्युट्रिएन्ट्स र माइक्रोब्सहरू हुने भएकाले यसले माटोको हेल्थ इम्प्रुभ गर्न र प्लान्टलाई लामो समयसम्म पनि एकदमै हेल्दी राख्नमा मद्दत गर्छ। साथसाथै यसले चाहिँ प्लान्टमा फलहरू फलाउनको लागि पनि हेल्प गर्छ। धेरै फुल फुलाउनको लागि र रुटको ग्रोथ बुस्ट गर्नको लागि युज गर्न सक्नुहुनेछ बोन मिल। प्लान्टलाई माटोबाट आउने किराहरूबाट बचाउनको लागि चाहिँ फिनाइल युज गर्न सक्नुहुन्छ। लास्टमा कुरा गरौँ यो स्लो रिलिज फर्टिलाइजरको बारेमा। यसलाई चाहिँ प्लान्ट भिटामिन पनि भनिन्छ। यदि हजुरहरू केही समयको लागि बाहिर जाँदै हुनुहुन्छ भनेदेखि यसले चाहिँ 7 देखि 10 दिनसम्मको लागि प्लान्टलाई चाहिने सम्पूर्ण न्युट्रिएन्टहरू प्रोभाइड गर्छ। सो पानी नभएर अथवा प्लान्टलाई न्युट्रिसन नपुगेर प्लान्ट मर्ने टेन्सन चाहिँ हुँदैन। यो भिडियो कतिको इन्फर्मेटिभ लाग्यो र कुनै पनि क्वेरिजहरू छ भने कमेन्ट गर्नुहोला।